जहाँ गए नि यति बेला एमाले नेता महेश बस्नेत जेनजी भन्ने पुस्ताको आँखाको तारो बनेका छन्। बस्नेत आउने भएपछि बाराको सिमानामा जेनजी पुस्ताले सल्काएको आगो विराटनगर हुँदै आज धनगढीसम्म फैलिएको छ। केही दिन अघि मात्र विराटनगरमा बस्नेतको गाडीमा रातो मसी युवाहरूले छ्यापेका थिए, तर ती युवा मेबी शङ्का भएको खुलेको छ। जे होस्, महेश बस्नेत हिँड्ने कदम कदममा यतिखेर विरोधको लहरै चलेको छ। बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा सङ्घको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता बस्नेत धनगढी जाँदै थिए। उनी आउने भएपछि जेनजी युवाहरूले सडकमा प्लेकार्डसहित विरोध सुरु गरेका थिए। उनीहरूले गुन्डोको गुन्डा गोब्याग, जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैन जस्ता नारा लेखेर प्लेकार्डसहित सडकमा विरोध प्रदर्शन गरेका थिए। बस्नेतको सुरक्षा र जेनजीको विरोध प्रदर्शनलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको थियो। नेता बस्नेत प्लेन मार्फत धनगढी जाने सूचना पाएपछि कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरूले सोही मार्गको जेनजी चोकमा प्रदर्शन गरेका थिए।